बोल्ने एउटा आधार हुन्छ नि त होइन, केमा बोल्नु, किनभने इन्टरलोकेटर तपाईँको अब नियुक्ति गरियो भनेर तपाईँको सुन्यो मात्रै, तर त्यस्तो कुनै नोटिफिकेसन त अहिलेसम्म हामीले देखेको छैन। अब त्यो छ भने तपाईँले मलाई देखाइदिनुहोस् होइन। जब कुनै नोटिफिकेसनै आएको छैन इन्टरलोकेटरको नियुक्ति बारेमा भने कसरी चाहिँ हामीले बात गर्नु त? अन्त हावाबाजी गर्नु त मिल्दैन नि त होइन। त्यो नेताहरूले हावाबाजी गर्नु मिल्छ नि त, उनीहरूले त राजनीति गर्छन्, हामी त त्यसरी हावाबाजी गर्न सक्दैनौँ नि त हो। फेरि अब कुरा चाहिँ के छ भन्दाखेरि अब यहाँको मूलभूत जुन चाहिँ समस्या छ त्यो त अलग राज्यको मुद्दा हो नि त है। अब संविधानकै तौरमा हेरौँ भने पनि यो भूभागलाई त संविधानमा हालेर अलग राज्यको माध्यमबाट चाहिँ अब गोर्खाहरूलाई चाहिँ भारतीय बनाउनु पर्ने माग त हो, अरू त केही पनि छैन। यसमा दुईवटा आन्दोलन भयो र सायद हुनसक्छ कि भारत सरकारले त्यो सोचेको हुनसक्छ कि यो जुन चाहिँ अब त्यो रिजनल जुन चाहिँ अब एउटा कन्फ्लिक्ट छ भनौँ, पोलिटिकल जुन चाहिँ कन्फ्लिक्ट छ, जो अलग राज्यको मुद्दा छ, त्यसलाई सबै पक्षसँग बातचित गरेर मध्यस्थता गरेर सायद त्यसको एउटा बाटो निकाल्ने एउटा मध्यस्थता गरेर त्यसको सल्युसन निकाल्ने दिशामा भारत सरकारले सोचेको हुनसक्छ होइन र। तर कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि नै तपाईँको हामीलाई एउटा स्थायी समाधान अलग राज्य नै बनिने र तपाईँको छोडिएको जति पनि 11 जात गोष्ठी जनजाति दिने भनेर त मेनिफेस्टोमा आएकै हो नि त। सरकार जुन पार्टीले मेनिफेस्टोमा ल्यायो त्यो पार्टी सत्तामा पनि आयो है, एउटा पूर्ण बहुमतको साथमा आएको हो नि त। अहिलेसम्म त केही पनि भएको छैन। फेरि अहिले इन्टरलोकेटरको जुन चाहिँ कुरा निस्क्यो होइन, म स्वागतै गर्छु कुनै पनि इनिसिएटिभले जसले हाम्रो समस्याको समाधान गर्छ भने गर्छु। तर एपोइन्टमेन्टको नोटिफिकेसन चाहिँ कहाँ छ त? किन यो त भारत सरकारले एपोइन्टमेन्ट गर्छ नि त गृह मन्त्रालयको माध्यमबाट, त्यो त हामीले देखेको पनि छैनौँ हो। किनभने अब बङ्गालले अपोज गरे, किन अपोज गरे त्यो पनि बुझेको छुइनँ मैले। किन बङ्गाल हुनु त एक्चुअली भनौँ भने त यो त बङ्गालको विभाजनको कुरा होइन नि त, यो त एउटा पार्सली एक्सक्लुडेड एरिया जो अन्तिम रहेछ। तेलङ्गानाको बादमा त यही त रहेको छ हो। यसलाई एउटा राज्य बनाउने गोर्खाहरूले पनि एउटा के अरे जुन हिसाबले तपाईँको देशको संरचना भयो भनौँ न, युनियन अफ स्टेट भन्यो, त्यो त तपाईँको लिङ्ग्विस्टिक आधारमा बनिएको नि त। त्यसैले गर्दाखेरि नै हामी अलग राज्यको माग गर्दैछौँ नि त, अरू केही पनि छैन है। ताकि देशमा हामी पुरा शिर उठाएर पोलिटिकली हामीले शिर उठाएर बाँच्न सकौँ र राष्ट्रिय मूलधारामा बग्न सकौँ भन्ने कुरा हो नि त। तर मैले चाहिँ अहिलेसम्म इन्टरलोकेटरको एपोइन्टमेन्ट लेटर चाहिँ देखेको पनि छैन, नोटिफिकेसन पनि देखेको छैन। बात चाहिँ भइरहेको छ होइन। इभन मैले देखेको टेलिग्राफमा आएको पनि रहेछ, तपाईँको न्युज पनि आएको रहेछ होइन। तर मैले हेरेँ, इभन पिआइबी रिपोर्ट पनि हेरेँ, सबै हेरेँ, तर मैले चाहिँ भेटेको छैन। अगर तपाईँहरू पत्रकारहरू हुनुहुन्छ तपाईँहरूकोमा छ भने चाहिँ दिनुहोस्। सर यो जुन चाहिँ अब नोटिफिकेसन दिएको छैन, सार्वजनिक गरेको छैन भन्ने कुरा निस्केको छ है। तर अब त्यो सार्वजनिक नभई चाहिँ फेरि बङ्गाल सरकारले एउटा तपाईँको त्यसको अपोजमा पठायो नि, फेडरलिजमको यो दुरुपयोग हुँदैछ यसलाई भन्नु, उनीहरूकोमा चाहिँ त्यो नोटिफिकेसन गयो होला सर? होइन, नर्मली गभर्मेन्टले जब तपाईँको के अरे तपाईँको एपोइन्टमेन्ट गर्छ इन्टरलोकेटर होइन, त्यो त्यसमा जो पनि सम्बन्धित पार्टीहरू छ उनीहरूको पहिले नै तपाईँको छनौट भइसकेको हुन्छ नि। त्यो इन्टरलोकेटर जिम्मा दिएको हुन्छ कि उनीहरूसँग गएर बात गर्ने, उनीहरूको ओपिनियन लिने र त्यो एउटा बिचको बाटोबाट कसरी चाहिँ त्यहाँको समस्याको समाधान हुन्छ त्यो समाधानको तर्फमा चाहिँ सरकारलाई चाहिँ उसले एडभाइस गर्छ नि त। अब त्यसको आधारमा नै सरकारले चाहिँ तपाईँको न्यायोचित कदम उठाउँछ होइन। त अब त्यसमा चाहिँ फेरि बङ्गालले अगर त्यो चिठी पाएको थियो भने फेरि हामीले चाहिँ किन पाएको छैनौँ, त्यो चाहिँ बडा इन्ट्रेस्टिङ कुरा छ नि त होइन। म सांसद हाम्रो राजु विष्युलाई पनि उहाँलाई पनि म आग्रह गर्छु, अगर त्यो चिठी छ भने तपाईँले सार्वजनिक गरिदिनुहोस्, किन लुकाउनुहुन्छ? किन हामीले त तपाईँलाई दुईपल्ट भयो गोर्खाल्यान्डको लागि नै भोट दिएर पठाएको नि त अलग राज्य। उहाँले त महाकालको कसम पनि खाएर जानु भएको छ, उहाँले त्यो एउटा कमिटमेन्ट देखाएको छ। त्यही विश्वासको आधारमा चाहिँ तपाईँको दार्जिलिङ तराईको डुवर्सको जनताले चाहिँ तपाईँको बिजेपीलाई चाहिँ तपाईँको जिताएको हो नि त। यहाँ पनि जितायो, जलपाइगुडीमा पनि जितायो, अलिपुरद्वारमा पनि जिताएको हो नि त होइन र। यो त बुझ्नुपर्छ नि त। भनौँ न भने एउटा रेफरेन्डम त भइसक्यो नि त, अलग राज्यकोमा त दुई मत छैन नि त। कुन गोर्खा छ जसले चाहिँ अलग राज्यको लागि चाहिँ तपाईँको विरोध गर्छ भन्नुहोस्? बुझ्नै पनि गर्दैन। यो जुन चाहिँ सर अहिले जुन चाहिँ टेलिग्राफमा त्यो निस्क्यो इन्टरलोकेटरको बारेमा, त्यसलाई चाहिँ प्रधानमन्त्रीले गृहमन्त्रीमा चाहिँ यसलाई चाहिँ जुन चाहिँ नोटिफिकेसन यसलाई ओभरलुक गर्नु, यसलाई भेरिफाई गर्नु जस्तो भने नि सबै यसको ओभरलुक गरेर पनि अब ठिकठाक छ र यो इन्टरलोकेटर पठाइहाल्यो भने चाहिँ हाम्रो यहाँको पार्टीहरू या सामाजिक संस्थाहरूले चाहिँ के चाहिँ लिएर चाहिँ दायित्व लिएर चाहिँ गर्नुपर्छ कदम त होइन। गोर्खाहरूको त तपाईँको स्पेसली स्पष्ट छ नि, एउटै माग हो, त्यो अलग राज्य त हो।
एकजना मात्रै भनेर भएन नि। होइन सबैले नै भनेको छ होइन तपाईँले यो बुझ्नु भएको छैन होइन कहिलेकाहीँ यता हेर्दा जिटिआरको कुराहरू पनि होइन जसले पनि हेर्नु जसले पनि तपाईँको राज्यभित्रको तपाईँको कुरा गर्छ राज्यभित्रको व्यवस्थाको कुरा गर्छ भने उनीहरू राज्यको एजेन्ट हो चाहे त्यो पोलिटिकल पार्टी होस् या त सामाजिक संस्था होस् न होइन र त्यो एउटा अवसर तपाईँकोमा आउँदैछ अहिलेसम्म एपोइन्टमेन्ट आएको छैन सर होइन त्यो सुनेको भरमा त म बात गर्नु मिल्दैन पनि जब एपोइन्टमेन्ट आउँछ एपोइन्टमेन्टभित्र तपाईँको नोटिफिकेसनभित्र उहाँको जब एपोइन्टमेन्ट हुन्छ उहाँलाई के दायित्व दिएको छ त्यो पनि त लेखेको हुन्छ नि त अन्त त्यो लेखेको सबै कुराहरू हेरेर मात्रै त केही टिप्पणी गर्नु मिल्छ नि त यो त एउटा अहिले त के छ भने हामी चाहिँ कस्तो छ भने माथि माथि नै बात गरिरहेको छ नि त होइन जब उहाँको एपोइन्टमेन्ट भएर आउँछ त्यसमा देखिदिएको हुन्छ सबै कुरो नि भारत सरकारले गृह मन्त्रालयको माध्यमबाट चाहिँ एपोइन्टमेन्ट गरेको हुन्छ नि त नर्मली अहिलेसम्म इन्टरलोकुटर जुन चाहिँ छ त्यो चाहिँ कतिवटा कन्फ्लिक्ट एरिया हुन्छ होइन रिजनल अटोनोमी स्टेटहुड डिमान्ड्सहरू भयो यो कतिवटा त यस्तो चिजहरूलाई लिएर या त पोलिटिकल अनरेस्टहरू हुन्छ यस्तो चिजमा चाहिँ राखेको छ जहाँनिर चाहिँ मतभेद हुन्छ क्या तर हाम्रोमा विशेष दार्जिलिङ तराई डुवर्सको गोर्खाहरूमा चाहिँ अलग राज्यलाई लिएर चाहिँ कुनै मतामत छैन नि त छैन नि त राजनीति होइन एउटा कुरा होइन भाइ तपाईँले गलत बुझ्नु हुँदैछ नि सिक्किम दार्जिलिङ विलय माग्दैछ तपाईँको 6 सेड्युल छ तपाईँको यो जिटिआर छ तर त्यो सबैजना आफ्नो आफ्नो त्यो माग्यो भने चाहिँ त्यो इन्टरलोकुटरको चाहिँ दिमागमा चाहिँ के बस्छ र के लेखेर चाहिँ रिपोर्ट लान्छ होइन इन्टरलोकुटरले खालि पोलिटिकल पार्टीको कुरा सुनेर जाँदैन नि त तपाईँले एउटा कुरा बुझ्नुहोस् न पोलिटिकल पार्टीको एकजना प्रतिनिधि कसको चाहिँ मलाई भन्नुहोस् कसको चाहिँ तपाईँको सत्तामा चाहिँ को छैन त अच्छा दाजु होइन उसको एमएलए पनि हुने एमपी जो जिताएर पठायो उसलाई त अलग राज्य गोर्खाल्यान्ड नै जिताएर पठाएको हो नि त त्यो त जिटिआरको लागि पठाएको छैन तपाईँको होइन तपाईँको उता के अरे सिक्किमसँग विलयको लागि त पठाएको होइन नि त ठिकै छ त्यसो भने अब जब इन्टरलोकुटर यदि नियुक्ति भएर नै अब कुनै एउटा प्रोसेस चल्छ भने बैठकको अहिले स्टेक होल्डर कुरा आइरहेको छ तपाईँको नजरमा स्टेक होल्डर को हुन् त को हुनुपर्ने जस्तो लाग्छ सबै नै हुन्छ नि तपाईँको अगर त्यसमा भोलिको दिनमा राज्य पनि हुनसक्छ प्लस यहाँ बसेको जति पनि सामाजिक संस्थाहरू जति पनि छ र प्लस पोलिटिकल पार्टीहरू जति पनि छ प्लस कतिवटा इन्टलेक्चुअल एन्टिटीहरू छ त्यो सबै नै तपाईँको स्टेक होल्डरहरू हुन् नि पहाडको जुन छुट्टै एउटा क्षेत्रीय प्रशासन छ जिटिए स्टेक होल्डरमा आउँछ किन आउँदैन किनभने गोर्खाल्यान्डको आन्दोलन गरेर त जिटिए थापेको नि त चाहे त्यो काम लाग्नुहोस् काम नलाग्ने होस् होइन र किनभने यहाँ एउटा कुरो चाहिँ के बुझ्नुपर्छ हामीले भने चाहिँ यहाँदेखि अहिले कुनै पोलिटिकल अनरेस्ट छैन है होइन यहाँ पञ्चायत पनि ठिक चलिरहेको छ जिटिए पनि ठिक चलिरहेको छ यहाँ कुनै प्रकारको तपाईँको त्यो भाँड मैलो मचेको छैन भनौँ न होइन र तर अब इन्टरलोकुटर जुन चाहिँ राख्यो अब जहाँ मलाई लाग्छ एउटा स्थायी राजनैतिक समाधानको लागि नै उहाँलाई एपोइन्टमेन्ट गर्ने त्यो मनसाय चाहिँ सरकारले बनाएको त होला त्यसले गर्दाखेरि त्यो हामीलाई हुनसक्छ भेन्टिलेट गरेको हुनसक्छ नि त यसो कानमा हाल्दाखेरि चाहिँ कसो होला भनेर हामीलाई एउटा मानसिक रूपमा मोबिलाइज गर्नु खोजेको त हो अरू केही पनि होइन तर कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ यो जग्गा यो भूभाग र यो जग्गा चाहिँ तपाईँको भारतभित्र पस्ने दैलो चाहिँ अलग राज्य मात्रै हो अरू कुनै पनि हुन सक्दैन